आज चाहिँ हाम्रो लास्ट डे सबै प्याकिङ गर्दै गरेको तर एकदमै विन्डी छ एकदमै विन्डी रातभरि सुत्न नसकेर हावाले एकदम स्ट्रङ विन्ड भएर तर धन्न पानी चाहिँ त्यति परेको छैन अहिले चाहिँ तर स्टिल विन्ड छ अब बिस्तारै हामी कोल्याप्स गर्छौं टेन्ट अनि त्यसपछि चाहिँ बाटो लाग्छौं हामी So today is the last day. We are collapsing our tents. The weather is very bad, unlike yesterday. Again, windy, cold. At least it's not raining. And it's making it really hard to collapse our tent. It looks like over here that he was struggling. So I don't know about how big it is. They are putting their tent backwards. They were struggling earlier, so I don't know how it's going to be for a big, chunky tent. Everything is going into the man again, once again. Those are wires. This is almost unfamiliar, as you can see. Our tent has been completely stripped. Nothing else, just the tent. It's a bit hard because it's a bit windy. This guy is relaxing his heart to do. The tent wants to collapse in on itself, cave in itself. But anyways, I thought we were gonna go a bit later today, but we're going pretty early. But anyways, today this camping trip has been an experience for us. It's been really fun. It's been really nice. I personally enjoyed it a lot. But all good things must come to an end, and now we're gonna pack up. We might be going to another camping trip soon, so get ready for that one, folks. राम्रो कुरा चाहिँ हामीलाई पानी परेन ओ घाम लाग्न थाल्यो है घाम लाग्न थाल्यो गाडी चाहिँ यस्तो फुल्ली प्याक छ गाडी एकदम फुल्ली प्याक छ दुई फ्यामिलीकोले नि अब यस्तो ठुलो गाडी प्याक हुन्छ भने त अब अनि आज निकाल्दै थिएँ अनि यहाँ अब हाम्रो छिमेकीहरू पनि सबै कोल्याप्स गर्न थालिसकेछ सो हाम्रो यहाँ अब टेन्ट कोल्याप्स हुँदैछ उता गाउँको चाहिँ भइसकेको छ यो अलिक ठुलो टेन्ट भएर अब यहाँ बिस्तारै यहाँ त सबै कोल्याप्स भएर प्याकस्याक भइसकेको छ गाउँसम्म चाहिँ यहाँ हाम्रो गर्नुपर्ने छ भएन तान न मेरो पुडी बल्दैछ कि फेरि ए त गराक कुरो पारिहाल्छ यस्तो त फेरि बेसी बोलिहाल्छ कि ल फाइनल हाम्रो यो अब ठुलो टेन्ट चाहिँ अब कोल्याप्स अब यसलाई चाहिँ प्याक गर्नुपर्ने छ प्याक गर्नको लागि चाहिँ दुईजना लेडिज होइन यहाँ है हाम्रो सामुदाय टिसु हावाले चाहिँ अलिकति हामीलाई दिएको मात्र हाम्रो छिमेकीहरू पनि सबै प्याक गरेर जान्छ आज हामी सबै पो जाँदैछौँ यता छिमेकीहरू पनि प्याक गर्दैछौँ हामी त पछि आएकोहरू होइन ल अब हामी यसरी कताबाट स्टार्ट गरौँ ल हामी चाहिँ यसरी
होइन यसरी अनि यता पानी छ कि यता थियो गाम्स यता पानी भयो ल टु विन्ड होइन अब अलिकति ल आज यो टेन्ट चाहिँ हामी रिटर्न गर्ने प्रयासमा छौँ हेरौँ के हुन्छ अब रिटर्न गरौँ भनेको अब दिन्छ तर विल ट्राई रिटर्न गयो भने चाहिँ अब लिने प्लान भयो यो अलिकति यो टेन्ट चाहिँ अलिकति हामीलाई चित्तै बुझेन चित्तै नबुझेको अवस्था होइन तर जे भए पनि यस्तो हुरी हुन्डरीको केसमा हामीलाई यो टेन्टले बचाउनु चाहिँ बचाएको छ जोस किसिम बचाएको छ अब फाइनल बिदाई यो एरियालाई हामीले सबै होइन ए हावा हावै यो अन्तिम छ है अन्तिम भइसक्यो र गाइजहरूले चाहिँ काम अलिक छिटो गर्नु पऱ्यो क्या कति ढिलो क्या तिमीले त नेपालतिर सुँगुर मारेर आन्ध्र उसको सफा गरेछ अर्थ त गफ गर्दै अन टाइममा क्या अलिक हुन्छ नि टाइम स्टेन्ड टेन्ट कामै गएर खत्तम भयो ल हाम्रो यति छ वरिपरि हाम्रो गाडी यहाँ छ सबै जाँदैछ यिनीहरू पनि जाँदैछ यिनीहरू पनि जाँदैछ यो चाहिँ बस्छ यिनीहरू पर चाहिँ Hey, before we leave, do you have anything to say on the camera, please? Nothing! Aiden? This camping trip has been a really fun experience for us. I would look forward to going on a camping trip like this one again. As long as the weather is not bad like this one. Yeah. Okay. Here. हामी चाहिँ अब चाहिँ जान रेडी बोल न I don't have anything to say. Unstable. Well, because of this weather, it's just making me feel like I don't want to stay. Yeah. But the camping trip yesterday was really nice. But other than that, it was just a very chill, relaxed camping trip. So I would definitely want to come again. So finally, our last. अब एज यु क्यान सी हाम्रो गाडी चाहिँ फुल्ली प्याक छ होइन अब सामान खानेकुरा भन्नुहुन्छ भने नो सबै टेन्ट र अब के भन्नु वाइयात सामानहरू के भन्नु सो बेसिकली यो चाहिँ अब एडको टपअप गरौँ ल आमा के हो यो अनि फेरि प्लस हामीलाई चाहिँ यो एडब्ल्यूले चाहिँ अलिकति धोका दिएको कारण गाडी अलिकति फल्टी देखाएको भएर हामीले चाहिँ यहाँ अब एडब्ल्यू हाल्ने कार्यक्रम गर्दैछौँ सम रिजन एडब्ल्यूको सेन्सर चाहिँ अलिकति डजी भएको कारणले यसले एडब्ल्यू जति हाले पनि एडब्ल्यू भने तर हामीले चाहिँ अब फेरि अलिकति हाल्दैछौँ मेबी एडब्ल्यू लिक छ कि के हो होइन एडब्ल्यू हाल्दै हामी फुलै छ होला हो न फुलै छ किनभने त्यो सेन्सरमा त्यो सेन्सर काम गरेको छैन क्या 500 माछा मात्र नो विल बी फाइन विल बी फाइन म चाहिँ फुल्ली प्याक भयो म चाहिँ बुट बन्द गर्दै फाइनल्ली हामी चाहिँ मार्तल बुझाउन जाँदै यहाँ चाहिँ यस्तो खेल्ने ठाउँ केटाकेटी खेल्ने अनि यस्तो मजाको ठाउँ बस्ने वेदर राम्रो भयो भने मजाले बस्ने क्याराभनहरू उता छ पर
ल फाइनली अब हामी चाहिँ हिँड्नको लागि रेडी एकदमै आज कन्फिडेन्स कतिको छ त गेम्स कन्फिडेन्स नट ब्याड राम्रो छ गेम्स चाहिँ वान अफ द बेस्ट भयो होइन जस्ट एडभान्चरस भयो वेदरले पनि च्यालेन्ज गऱ्यो जस्ट वी कोअप वी फाइट विथ द वेदर ग्रुपहरू चाहिँ सबै एक्सेप्ट गर्नु पर्यो नट एभ्री डे सनसाइन सनसाइन एन्ड स्माइली कोला रेन थन्डर त्यस्तो पो रमाइलो एडभान्चर हुँदैन त म त त्यही भन्छु हो तर भट्टिगन्जीको हुन्छ अन्तिममा बुढाहरू होइन जति राति उठ्यो टेन्ट बना अब 1 बजे घर जान्छु भनेको भए त ल हामी जानुपर्ने हुन्छ होइन घर गएको भए चाहिँ ब्याड लिस्टमा तर साथ दियो तिमीहरूलाई पनि धेरै धेरै धन्यवाद धेरै धेरै धन्यवाद हामी चाहिँ एकछिन यहाँ ब्रेकमा आएर पोआर्स बाटोमा चाहिँ एकछिन ब्रेक लिएर आएको